सो अस्ट्रेलियामा कसरी गोल्ड र सिल्भरमा चाहिँ इन्भेस्ट गर्ने त हामीले भन्ने विषयमा म भन्दैछु। मेरो योभन्दा अगाडिको भिडियो राम्रो रिच गएको रहेछ। सबैजनाले चाहिँ धेरै धेरै कमेन्टहरू गर्नुभएको छ, मेसेजहरू पनि गर्नुभएको छ। त्यसको लागि मैले सर्टमा मेन पोइन्टहरू चाहिँ तपाईँले जान्न खोजेको कुराहरू चाहिँ यो भिडियोमा हाल्दैछु। सो अस्ट्रेलियामा हुनुहुन्छ यदि तपाईँले चाहिँ सिल्भर अथवा कुनै पनि मेटलमा इन्भेस्ट गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ देयर आर डिफ्रेन्ट वेज होइन। अब पहिलो वे भनेको चाहिँ सिल्भर गोल्डहरूको पनि इटिएफहरू सेयरहरू हुन्छ अनलाइनमा। त्यो चाहिँ अब ब्रोकरेज एकाउन्ट खोल्नु पऱ्यो, तपाईँले ब्रोकरेज एकाउन्ट खोलेर त्यहाँनिरबाट सेयरहरू किन्न पऱ्यो। त्यो एउटा तरिका भयो। र दोस्रो तरिका भनेको तपाईँको फिजिकल मेटल नै किन्ने भन्ने हुन्छ। मेटल नै गएर तपाईँले कोइनहरू पनि किन्न सक्नुभयो, बारहरू पनि किन्न सक्नुहुन्छ र तपाईँले फिजिकल्ली पसलमा गएर किन्न पऱ्यो। अब मैले मोस्टली मैले युज गर्ने भनेको चाहिँ एबिसी बुलियन भन्ने छ। त्यो चाहिँ अस्ट्रेलियन बुलियन कम्पनी। त्यसमा गएर तपाईँले अनलाइनमा गोल्ड सेभर स्किम भन्ने छ। त्यसमा गोल्ड सेभर स्किममा चाहिँ गोल्डमा पनि हाल्न सक्नुहुन्छ, सिल्भरमा पनि हाल्न सक्नुहुन्छ। त्यसमा चाहिँ तपाईँले फ्रिक्वेन्टली कति किन्न मन छ तपाईँलाई, $5 $10, त्यसमा चाहिँ अब 2% चार्ज छ। त्यो रेटहरू चाहिँ तपाईँले ध्यान दिनुपर्ने हुन्छ, तपाईँलाई कुन चाहिँ किन्दाखेरि फाइदा हुन्छ भन्ने कुरा। त्यो चाहिँ तपाईँको फिजिकल स्टोरेज चाहिँ उनीहरूसँगै राखिरहेको हुन्छ। त्यो चाहिँ ओरिजिनल्ली ब्याक्ड बाई ओरिजिनल फिजिकल गोल्ड एन्ड सिल्भरबाट ब्याक्ड भएको हुन्छ। त्यसको अर्थ के हो भन्दाखेरि तपाईँको चाहिँ जस्तो बारको प्राइस जति नै पर्छ नि, त्यो मैले किनेको सेभरमा हालेको कस्ट पनि त्यति नै पर्ने हुन्छ। त यदि तपाईँहरूले चाहिँ स्टकमा किन्नुभयो भनेदेखि चाहिँ फरेन एक्सचेन्ज फीहरू लाग्ने। अब जस्तै युएसतिरको स्टकहरूमा किन्नुभयो भनेदेखि त ब्रोकरेज फीहरू तिर्नुपर्छ, फरेन एक्सचेन्जको रेटहरू फरक पर्न सक्छ। त्यही भएर चाहिँ कस्ट धेरै हाई हुनसक्छ, म्यानेजमेन्ट फीहरू धेरै तिर्नुपर्ने सक्छ है ब्रोकरेज र इटिएफहरू किन्दाखेरि चाहिँ। त्यही भएर अब यो भिडियोमा म फुल स्टेप बाई स्टेप चाहिँ देखाउँदिनँ। मेक स्योर यु फलो मी। म बिस्तारै स्टेप बाई स्टेप कसरी कुन प्लेटफर्ममा गएर के गर्ने भनेर देखाउँछु। लेट मी नो इफ यु आर इन्ट्रेस्टेड फर मोर इन्फर्मेसन अन दिस। अनि मेक स्योर यु फलो मी एज वेल। थ्याङ्क यू।